समय समयमा नेपालमा भौगोलिक संरचना अथवा नेपालका जिल्लाहरूलाई परिवर्तन गरेको पाइन्छ। पहिला नेपालमा 5 विकास क्षेत्र, 14 अञ्चल र 75 जिल्ला थिए भने हाल आएर 7 प्रदेश 77 जिल्लामा नेपाललाई विभाजन गरिएको छ। नमस्कार दर्शकवृन्द, तपाईहरू हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको विश्वको सबैभन्दा बढी धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको तपाईहरूको आफ्नै युट्युब च्यानल भिजिट विथ विनोद। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर साथ दिनुहोला। भिजिट विथ विनोदको हरेक आइतबार साँझ प्रसारण हुने कार्यक्रम नेपालका जिल्लाहरूको आजको भागमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। नेपालका जिल्लाहरूको चर्चा गर्ने क्रममा आज हामी नेपालको पूर्वी तराईमा रहेको एक सर्लाही जिल्लाको बारेमा केही चर्चा गर्नेछौँ। सर्लाही जिल्ला हाल नेपालको प्रदेश नम्बर 2 र नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन गर्नुभन्दा पहिला मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्ने जिल्ला हो। सर्लाही जिल्ला करिब 1259 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यस जिल्लाको सदरमुकाम मङ्गलवामा रहेको छ। अत्याधिक जनघनत्व भएको यस जिल्लाको सिमाना पूर्वमा महोत्तरी, पश्चिममा रौतहट, उत्तरमा सिन्धुली तथा दक्षिणमा भारतको बिहार राज्य रहेको छ। यस जिल्लाको सबैभन्दा होचो भाग समुद्र सतहबाट 60 मिटरको उचाइमा रहेको छ भने सबैभन्दा अग्लो भाग समुद्र सतहबाट 659 मिटरको उचाइमा रहेको छ। चुरे पर्वतदेखि तराईसम्म फैलिएको यस जिल्लाको नामाकरणको बारे सत्य तथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोज्दा यस जिल्लाको हेमपुरमा रहेको सर्लाही देवीको मन्दिरको नामबाट यस जिल्लाको नाम रहन गयो भन्ने अनुमान छ। रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वास गर्दा आज पनि बत्ती लिएर रातको समयमा त्यो मन्दिरमा कोही पनि पुग्दैनन् र सर्लाही देवीको मन्दिर वरिपरि अझै पनि बस्ती बसेको छैन। तपाईहरू यो विश्वासलाई मान्नुहुन्छ या हुँदैन र तपाईहरूको जिल्लाको नाम कसरी रहन गयो कृपया जानकारी गराउनुहोला। र तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, नेपालको कुनै गाउँ, सहर या विदेशबाट हेर्दै हुनुहुन्छ, कृपया हामीहरूलाई जानकारी गराउनुहोला। हामीलाई पनि थाहा होस् कि तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर। आउनुहोस् अझै जानकारी लियौँ सर्लाही जिल्लाको बारेमा। यस जिल्लामा बोलिने प्रमुख भाषाहरूमा बाजिका, जसलाई ठेटी पनि भनिन्छ, अनि मैथिली, नेपाली आदि रहेका छन्। यस जिल्लामा यादव, महापात्र, छेत्री, बाहुन, कोइरी, राजपूत, कायस्थ, कुशहवा, मुस्लिम, तेली, तामाङ र अन्य जात जातिका मानिसहरू बसोबास गर्दछन् भने यस जिल्लामा अधिकांश मानिसहरू हिन्दू धर्म मान्ने गर्दछन्। हिन्दू धर्म मान्ने अधिकांश मानिसहरू भए पनि यहाँ मुसलमान, बौद्ध र अन्य धर्म मान्ने मानिसहरू पनि बसोबास गरेको पाइन्छ। प्राकृतिक सम्पदाले भरिएको यो जिल्ला तराईमा पर्ने अत्यन्तै उर्वर भूमि रहेको जिल्ला हो। अत्याधिक खाद्यान्न वस्तुहरू उत्पादन हुने यस जिल्लाको मुख्य पेसा कृषि रहेको छ। सिँचाइका लागि पर्याप्त पानी र वनजङ्गल तथा खोलानालाहरू, तालतलैयाहरू रहेको यस जिल्लामा सदाबहार बग्ने नदी बागमती नदी, लखनदेई, झिम्काका साथमा धेरै ससाना नदीहरू रहेका छन्। तराईमा पर्ने भएकोले यहाँ धेरै गर्मी हुने अनि सदाबहार नदी अनि वनजङ्गल भएको हुनाले यस जिल्लामा खैर, सिसौ, सालका रुखहरू अनि हर्रो, बर्रो जस्ता जडीबुटीहरू धेरै मात्रामा पाइन्छन्। घना जङ्गल भएको हुनाले यहाँ बाघ, भालु, हात्ती, अर्ना, चितुवा, मृग, बँदेल, कालिज, सारस, बाज, चिल, गिद्ध, सुगा, लुइँचे जस्ता धेरै वन्यजन्तु तथा पशुपन्छीहरू पाइन्छन्। धार्मिक एवं सांस्कृतिक रूपमा धनी यस जिल्लामा धेरै मन्दिर तथा गुम्बा, मस्जिद, चर्चहरू आदि रहेका छन्। यहाँ सर्लाही देवीको मन्दिर, मूर्तिया, राजदेवी मन्दिर, चमेली माई, राजघाट, मङ्गलबाबा आदिका मन्दिरहरू रहेका छन्। यस जिल्लामा मनाइने मुख्य चाडपर्वहरूमा दसैँ, तिहार, छठ, होली, शिवरात्रि तथा आफ्ना जात, धर्म र संस्कृति अनुसारका आफ्नै चाडपर्वहरू अति धुमधामका साथ मनाइन्छ। अत्यन्तै धार्मिक एवं पर्यटकीय स्थल रहेको यो जिल्ला तपाईहरूलाई कस्तो लाग्यो कृपया जानकारी गराउनुहोला र तपाईहरू पनि आफ्नो वरपर रहेका
धार्मिक, ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिएका ठाउँहरू छन् भने कृपया हामीहरूलाई जानकारी गराउनुहोला। आगामी भिडियोमा त्यहाँको पनि चर्चा गर्नेछौँ। र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो कृपया जानकारी गराउनुहोला र लाइक, कमेन्ट, सेयर अनि यो च्यानल भिजिट विथ विनोदलाई सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन घन्टीलाई पनि थिच्नुहोला, जसले गर्दा तपाईँहरू नयाँ नयाँ भिडियोहरू हेर्न अनि हामीहरूसँग भ्रमण गर्ने मौका पाउनुहुनेछ। दर्शकवृन्द, आजको लागि सर्लाही जिल्लाको बारेमा यति नै। फेरि अर्को भिडियो लिएर हजुरहरूसँग भेट हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।